हेलो हेलो नमस्ते सबैलाई स्वागत छ मेरो मिनी ब्लगमा। म बसन्ती। आज म बुटोलको हाट बजारमा मकै पोल्ने दिदीसँगको सानो कुराकानी लिएर आएको छु। हाट बजारको चहल पहल र दिदीसँगको कुरा। कहाँबाट आउनु भएको हजुर? मकै कहाँदेखि? ए अनि कतिको व्यापार भयो नि? कति बजेतिर आउनुभएको यहाँ? 11 बजेतिर आउनुभएको बिहानको? ए बिहानदेखि अलिअलि व्यापार अलिअलि भयो? ए अनि यस्तो घाममा होइन एकदमै गर्मी हुन्छ होला है? अनि घरै यहीँ हो हजुरको? गुल्मी बस्नुहुन्छ? गुल्मी घर? ल म दिदी घाममा बस्नुभयो। बुटोल बजार आउनेहरू यहाँ आएर मकै दिदीले राम्रो पोल्नुहुन्छ, आएर खान सक्नुहुन्छ होइन? ल धन्यवाद है दिदी। ल धन्यवाद है।